एकदम राम्रो हुने रहेछ क्या यो नेल। हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै धेरै नै सन्चै छु। सो आजको मेरो ब्लग चाहिँ न्यू इयरमा घुम्न जान लागेको, तर मैले त्यस्तो घुम्न जान लागेको म भिडियो बनाउँदिनँ। मलाई एकदम भिडभाड छ अहिले चाहिँ पनि। मैले कालीझोडामा चाहिँ जाँदैछु। सो म पार्लरमा गएर नेल लाउनु पर्ने छ हातमा, अनि त्यस पछाडि म भिडियो बनाउँछु, हेर्दै गर्नु। सो अहिले चाहिँ म पार्लरमा आइसकेँ नेल लाउनको लागि। माथि तलको लाउने जुनै होइन। यो नङ्गाले अलिक काटेर उयो गर्दै सानो बनाइदिनु न। सानो बनाइदिनु हुँदैन कि के हो यो? डह्रो भयो चाहिँ मात्रै सानो सानो बनाउने बनाइदिनु न। कसमा दिदी त्यहाँ नङकट त छ, दिनु कति पैसा? त्यहाँ नेलको बट्टामा हेर्नु त। अहिले चाहिँ जतिपट्टि पानीपुरी खान आएको छु म काहीँ कालीझोडामा उक्लेर। मेरो भाइ दिनु आएको मलाई। मलाई दे न, मलाई दे न। एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। जनता माफ नहीं करेगी। सो गाइज म कालीझोडा आइपुगिसकेँ। मेरो नेल हेर्न सक्नुहुन्छ, 2 दिन भइसक्यो जस्तो रहेछ। एकदम राम्रो हुने रहेछ क्या यो नेल। त्यो त्यत्रो धेरै महँगो 3-4 हजार खर्च गरी गर्नुहुँदैन, 400-500मै राम्रो हुँदो रहेछ। अब यो निकाल्छु, म निकालेको पनि हजुरहरूलाई भिडियो बनाउँछु। यो कस्तो राम्रो छ क्या, अझैसम्म हेर्नु न हल्लिएको नै छैन, केही भएको छैन। अब तातो पानीमा डुबाउनुपर्छ भनेको सुनेको थिएँ निकाल्नलाई चाहिँ। म त्यसको म हजुरहरूलाई भिडियो बनाएर देखाउँछु, लाएको पनि भिडियो नै छ। सो अहिले चाहिँ कालीझोडामा छु, घर जाँदैछु, हेर्दै गर्नु होला। सो गाइज मैले चाहिँ तातो पानी तताइसकेको छु। अब यो नेलहरू उयो गर्नलाई यसै पानीमै भिजाउनु भनेको सुनिरहेको थिएँ। यसरी गर्नुपर्छ भनेको चाहिँ सुन्दै थिएँ। ट्राई गरौँ, मेरो आउँछ फर्स्ट टाइम हो। तर गाइस मैले त पानी त्यस्तो तातो पनि थिएन, हात पनि मजाले बस्छ। के अरे हल्का मात्रै तताएको थियो, त्यही भएर पनि होला। सो गाइस हेर्नु उक्किसक्यो।
निस्क्यो फाइनली गाइस। अघिको र अहिलेको अलिकति हात चाहिँ यस्तो बिग्रियो हामीले कोरेर बिगारेको हुन्छौँ। सो